हामी चाहिँ गाडी चढ्यौँ र यहाँ पास्टर बाबुले ड्राइभिङ गरिरहनु भएको छ। धन्यवाद होस्। र यो गान्तोकको हाइट पैसा म दिन्छु। यहाँहरू सबैजनालाई जय मसी। र विशेष फेरि पनि पास्टर दाजु र म एउटा हामीले सानो सेल्फी खिचिरहेका छौँ। अनि यो सिक्किमको सेवकाईमा अनि लामो समय तपाईँहरूको प्रार्थना प्रभुको अनुग्रहले आज यो चर्चमा ल्याउनु भयो। अघि हामीले वचन सेवकाई गरिसक्यौँ, आराधना सेवकाई यहाँ भइसक्यो र विशेष आज बेलुका ठिक 5 बजेबाट 7 बजेसम्म चाहिँ जागृति, चङ्गाई, छुटकारा र अभिषेकको प्रार्थना यहाँनिर हुनेछ। र यो ठाउँमा प्रभुको एकदमै जागृतिको आगो सल्केर जान सकेको होस्। अनि यही सिक्किम, दार्जिलिङ, कालिम्पोङ, सिलगढीको अग्रजहरूले विश्वासीहरूले प्रार्थना गरेको कारणले गर्दा आज हामी नेपालबाट पनि यो ठाउँमा आएर प्रभुको हामीले एउटा केही सन्देश छर्ने मौका प्रभुले दिनुभएको छ। यहाँहरू सबैजनालाई परमेश्वरले आशीष दिउन्। जय मसी। वाह। सिक्किमको उहिलेको पालामा राजा शासनको टाइममा राजाको वासस्थान राजाको यति राम्रो छ। अनि त्यो तलको बिल्डिङ चाहिँ यहाँको चिफ मिनिस्टरहरू बस्ने हो दाजु, काम गर्ने अफिस अहिले तलको ठ्याक्कै देखियो पछाडिको। ल हेर्नुहोस्, ओ यो चाहिँ राजाले यहाँ बस्ने। ल मेरो दाजु, वाह, हालेलुया, प्रेज द लर्ड। अहिले चाहिँ यहाँ के भइ बस्छ दाजु? गुम्पाहरू बनाइदिएको छ, गुम्बाहरू है, लामाहरू बस्ने ठाउँहरू। हजुर। सिक्किमको उहिलेको पालामा पहिला राजा शासनको बेलामा चाहिँ राजाको वासस्थान राजाको। अनि यहीँबाट राजाले चाहिँ विशेष जनताहरूलाई, प्रजाहरूलाई अधिकार जमाएर अधिकार दिएर बस्थे। अनि अहिले हामी यही ठाउँमा छौँ है। वाह, आमेन, हालेलुया। ओ प्रेज द लर्ड। यहाँहरूको प्रार्थना प्रभुको अनुग्रहले जो सिक्किममा परमेश्वरले शक्तिशाली काम गर्नुभएको छ। अनि यो पछाडि म तपाईँलाई देखाउँछु, यहाँ चाहिँ राजा बस्ने राज दरबार। हो नि दाजु, त्यहाँ पनि जाने इच्छा गर्नुभयो भने केही प्रब्लम भएन, जान सकियो। वाह, यो पनि हो नि त राजाको यहाँ हावा खाने ठाउँ। हावा खाने ठाउँ यो यो चाहिँ काँक्राभिट्टा वाडी नेपालको। यो चाहिँ महालक्ष्मी प्रसाद देवकोटाको शालिग्राही छ यहाँनिर।